साथीहरू नमस्कार। के तपाईलाई विचार र वादको कुरा धेरै भएर नेपाल बिग्रेको हो भन्ने लाग्छ? नेपालमा विचार र वादको कुरा धेरै भयो, अब डेलिभरीको समय हो भन्ने लाग्छ। पुराना राजनीतिक पार्टीले जहिल्यै विचार र वादको कुरा गरे, डेलिभरीको कुरा नै गरेनन् भन्ने लाग्छ। अबको संसार विचार र वादको कुरा गरेर अल्झिने होइन, डेलिभरी दिने समय हो। सुशासन, समृद्धि र आर्थिक विकास गर्ने समय हो। जसले विचार र वादको कुरा गर्छ त्यसले नै हाम्रो देशको विकासलाई रोकेको हो, अल्झाएको हो भन्ने लाग्छ। जब जब राजनीतिको कुरा हुन्छ तब तब तपाईको दिमागमा यस्तै ख्याल त आउँदैन? यदि तपाईको दिमागमा यस्तो कुरा आइरहेको छ भने पर्खिनुहोस्, एकछिन शान्त भएर सोचौँ। कतै हामीले विचार र वादको काम छैन भन्दै गर्दा अर्को कुनै विचार र वादलाई नजानिदो तरिकाले अँगालिरहेका त छैनौँ? विचार र वाद भनेको के हो भनेर राम्ररी नथापाइकन आफूले अपनाइरहेका त छैनौँ? एकचोटि सोचौँ। अझै पनि यदि तपाईलाई विचार र वादको कुरा सुन्ने बित्तिकै झिँझो लाग्छ भने चिन्ता नगर्नुहोस्। विचार के हो, वाद के हो, मान्छेहरूले विचारको कामै छैन किन भनिरहेका छन्? डेलिभरी के हो, सुशासन के हो, समृद्धि के हो, आर्थिक विकास के हो, यी विभिन्न विषयहरूमा मैले सिरिजमा केही भिडियोहरू बनाउने छु। मेरो भिडियो राम्रोसँग हेरिदिनु होला, तपाईलाई धेरै नै फाइदा हुनेछ। यो मेरो बाचा भयो। भिडियो राम्रो लागे साथीभाइ र आफन्तहरूसँग पनि पुर्याइदिनु होला। भिडियोमा बोलेको कुरा चित्त नबुझे अन्तिममा सबैले बुझ्ने भाषामा आफ्नो तार्किक कमेन्ट राखिदिनु होला। यस श्रृङ्खलाको यो पहिलो भिडियोमा मैले विचार भनेको के हो यसैमाथि कुरा गरेको छु।